ए कान्छा भाइ, कान्छा, ए कान्छा, के गरेको गोरु यो? के गरेको कान्छा यो? मैले सकिनँ बा, मैले जिन्दगीको बोझ उठाउन सकिनँ बा। तैँले जिन्दगीको बोझ उठाउन सकिनस् भने म यो उमेरमा तेरो लासको बोझ उठाउन सक्छु त? जिन्दगीमा आफ्नो शरीर, आफ्नो समय बोझ भयो भने विश्राम लिने हो, आफूलाई नै सक्ने होइन गोरु। के भन्छ बा, मेरो जिन्दगीमा चारैतिर अँध्यारो छायो बा। व्यवसाय गरे, व्यवसाय डुबो। यो पटक पटक मर्नुभन्दा म एकैचोटि जान्छु बा, मलाई माफ गर्नु बा। समस्या आइलागो भनेर समस्या समाधान गर्ने हो कि आफै समस्या बन्ने हो? तैँले आफूले आफूलाई अन्त्य गर्दा समस्या समाधान हुन्छ कि समस्या सुरु हुन्छ? तेरो बाल बच्चाले कुनै दिन गएर सोध्लान्, मेरो बा खोइ भनेर सोद्धा म के भनौँ? तेरो बाबुले यो संसारसँग हार्यो, केही गर्न सकेन अनि गयो भन्नु? तेरो बच्चाको जस्तै उमेर भएको बेलामा मैले पनि यस्तै निर्णय गर्न खोजेको भए तेरो के हालत हुन्थ्यो?